नमस्ते तपाईहरुलाई म प्रतीक दिव्य आयुर्वेदा एन्ड वेलनेस सेन्टर को एक्सपिरियन्स थेरापिस्ट एज अ स्टाफ र आज हाम्रो छौमा दार्जिलिङबाट उहाँ सासु बुहारी तपाईहरुले देख्नु हुँदैछ। उहाँहरु चाहिँ हाम्रो हस्पिटलमा रोगीको रूपमा आएको थियो र उहाँलाई हामीले केही फिडब्याक लिँदै छौं। ल पहिला त म उभिनै सक्दिनँ थिएँ हो, हिँड्नु त परै जाओस्, तर यहाँ आएर बसेकोदेखि चाहिँ एकदमै राम्रो भयो। उभिनु पनि सक्छु, हिँड्नु पनि सक्छु हो, राम्रो लाग्यो, राम्रो भयो। तपाई पहिला आउँदा फर्स्टको दिनमा कस्तो हुनुहुन्थ्यो? फर्स्टको दिनमा त लड्ला जस्तो हुन्छ, दुईपट्टि समाउनु पर्थ्यो। हजुर, अहिले तपाईले कति दिन ट्रिटमेन्ट गरायो? 15 दिन। 15 दिन गरायो। 15 दिन पछि चाहिँ तपाई कस्तो छ अहिले? अलिकति हिँडेर देखाउनु त परदेखि परसम्म। तपाईहरुले हेर्नु सक्नुहुँदैछ, पहिला आन्टी चाहिँ एकदम उहाँलाई पक्रेर सपोर्ट दिएर यहाँ एडमिट भएको थियो र अहिले धेरै राम्रो रिजल्ट छ। उहाँ हिँड्नु हुँदैछ र उहाँसँगै उहाँको बुहारीको पनि ट्रिटमेन्ट हुँदै थियो र उहाँबाट नि केही सोधौँ। ल हजुरको परिचय दिँदै भन्नुस्। म चाहिँ उहाँको ठुलो बुहारी। नमस्ते। मेरो चाहिँ हात खुट्टाको प्रब्लम थियो, तर यहाँ आएर मैले 5 दिनको मसाजमा पनि धेरै फरक पाएँ। अनि सबै दुख्नुहरू जातिबाट आज हामी घर जाँदैछौँ है। तपाईहरुलाई कस्तो लाग्यो अब यहाँ यत्रो दिन तपाईहरुले बस्यो र तपाईहरुलाई अब डाक्टरको गाइडेन्समा थियो? डाक्टरलाई यहाँको स्टाफलाई के भन्नु छ? सबैलाई धन्यवाद। डाक्टरलाई यहाँका भाइ बहिनीहरू सबैलाई थ्याङ्क यू। हामीलाई यत्रो तपाईँहरूले सहायता गरेर, तपाईँहरूको सहायताले नै हामी जाति भएर आज मैले आमालाई पनि लिएर जाँदैछु। साथैमा मेरो पनि ट्रिटमेन्ट गरेर हामी दुईजना स्वस्थ भएर हामी यहाँबाट आज जाँदैछौँ। तपाईहरुलाई यहाँको योगाहरू अब घर गएपछि त याद आउँछ होला नि? आउँछ नि याद त। योगा मन पर्यो तपाईलाई? साह्रै मन पर्यो। साह्रै मन पर्यो? ल हुन्छ, तपाईहरु एकदम घर गएर पनि दबाईहरू खाँदै गर्नुहोस्, यहाँसँग कन्ट्याक्टतिर बस्नु र फेरि पनि अब तपाईहरु आउनुहोस् वर्कसप जस्तो। हुन्छ, अरु के भन्नु छ तपाईहरुलाई? अरु पेसेन्टहरुलाई के भन्नुहुन्छ? कसैलाई अब उहाँ छ भने चाहिँ अब यस्तो यस्तो ठाउँ छ, यसरी जाति हुन्छ, तपाईहरु पनि देखाउनु भनेर भन्छु, जो बिमारी छ। हजुर, हुन्छ। तपाईहरुले गरे भने झन् उल्टा जाति छ, तपाईहरु नछुनु, किनभने कता के चेती दिन्छ, फेरि प्रब्लम हुन्छ। हल्का तेल लाएर हल्का सेमी मात्रै दिनु, अब हल्दी अलिकति दिन पानी आँखा भएर लेप लगाइदिन्छ, जाति भयो नि कट्टै कपडा के भने अपरेसन 14-15 दिनमा एकदम। अब अरूलाई पठाउनु, अब आफ्नो आउनु पर्दैन, अब आफ्नो विन्टरमा सक्नु पर्दैन।